हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। कद्दु 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 जताततै कद्दु कद्दु। मेरो करेसाबारीमा मात्र हो कि हजुरहरूको करेसाबारीमा पनि छ साथीहरू। आफ्नै बारीमा फलेको अर्ग्यानिक फर्सी हार्भेस्टिङ गर्दा यस्तो आनन्द आउँछ वाउ भन्नै सकिँदैन है। हजुरहरूले लाउनु भएको छ कि नै फर्सी? म हजुरहरूलाई मेरो करेसाबारीमा भएको साग तरकारीहरू देखाउँछु है साथीहरू। बिस्तारै हेर्दै जाउँ। अनि मैले अर्को दाना पनि भेटाएँ। हेर्नुहोस् त साथीहरू, कस्तो छ अर्को दाना। सानो छ छन त, तर अलि बिग्रेला जस्तै भएको थियो। त्यही भएर मैले त्यसलाई टिपेर तरकारीको लागि ल्याएर आएँ। अनि अरू पनि हेर्दैछु होइन, यो धेरै पातहरू भएर देखिँदै छैन, कुनै कुना कुनामा लुगेको छ कि भनेर। अनि यता चाहिँ मेरो डल्ले खुर्सानीको बिरुवा एकदम मनपर्छ। डल्ले खुर्सानी पहिलोचोटि लगाउँदैछु, अब खै कस्तो हुन्छ। मैले कुनै भिडियोमा देखेको थिएँ कि यो खुर्सानीको मुन्टाहरू टिप्यो भने खुर्सानी एकदम राम्रो भएर पलाउँछ कि हाँगा फोरेर। त्यही भएर मैले पनि ट्राई गर्दैछु फर्स्टचोटि, खै कस्तो हुन्छ, बिग्रिन्छ कि सप्रिन्छ थाहा छैन। त्यही पनि अब ट्राई गरौँ न होइन, केही कुरा पनि गरेपछि त थाहा हुन्छ, नत्र कहाँ थाहा हुन्छ र। अनि त्यसपछि मैले चाहिँ भिन्डी हार्भेस्टिङ गरेँ। योपालि भिन्डी त्यति खासै राम्रो त भएन, तै पनि घरमा खानलाई पुगिहाल्छ। आफूले लगाएको आफ्नो घरमा होइन शुद्ध अर्ग्यानिक तरकारी पकाएर खाँदाको आनन्द बेग्लै हुन्छ कि साथीहरू।